एक त लाइभ ब्यान पनि भएको अनि त्यही भएर चाहिँ सुगर ड्याडीले चाहिँ 1 महिना ल्याएर चाहिँ राजगुरुङलाई स्टिल राजगुरुङलाई राखेको छ घरमा राखेर भनेपछि राजगुरुङलाई सुगर ड्याडीले सुँगुरको वीर बनायो हो त्यस्तो बनाएको के वास्तविक चाहिँ तर किनकि अब यस्तो हुन्छ क्या जीएमसी अब 11 वर्षसम्म चाहिँ बच्चा नहुने यति अब बच्चा भयो भने चाहिँ त्यो बच्चा चाहिँ कस्तो हुन्छ नि राजगुरु जस्तो आँपे जन्मिन्छ क्या किन आँपे नि डल्ले कुण्डे आँपे जन्मिन्छ किनकि सुगर हो भनेपछि राजगुरुङलाई लगाएर चाहिँ सुगर ड्याडीको बच्चा भयो भनेको यसको मतलब राजगुरुङ वीर भयो होइन अनि के रे अर्को चाहिँ भुनी चाहिँ को भयो त कस्तो भुनी भनेको सुँगुरको त्यो हुन्छ नि मेल फिमेल भन्ने हुन्छ नि त दुईटा कुरा त्यो चाहिँ ऊ भयो क्या एलिसा भयो क्या एलिसा भनेपछि यसो फोटो हेर्न पाइन्छ दाइ यसो फोटो पनि भइदियो हेर्न पाइन्थ्यो कि भन्ने आएको थियो फोटो अहिले छैन फोटो किनकि मैले डिलिट गरेको छु अहिले अर्को मोबाइलमा छ अब फेरि कालुको ल्याउनु त कालुको चाहिँ के भएको मैले त के सुन्न पाइहाल्छु त सबैको कालु भनेको चाहिँ त्यो तल्लो बाटो हुँदै आएको होइन तल्लो बाटो बैतडीको केटा तल्लो बाटो हुँदै आएको अनि साथीहरूसँग बस्यो साथीहरूकै पैसा खायो त्यसको बुढीको 2टा बच्चा छ फेसबुकमा गएर पुष्पा खड्का ओली हाल्ने बित्तिकै त्यसको बुढी आउँछ त्यसको मसँग त्यसको बुढीको त्यसको बच्चाको पिक्चर पनि छ मेरो अर्को आइडीमा छ होइन खड्का ओली छ तपाईँ बोल्नु भएको दाइ म बोलेको छु मेरो कुरा पनि हुन्छ के त्योसँग होइन किन दाइ तपाईँले नेपाल जाँदा चाहिँ उचाल दिएको त किनकि नेपाल जाँदाखेरि के भयो भने पुष्पाले के गर्यो भने मलाई भेट्न बोलायो है अनि भेट्न बोलाइसकेपछि म सुर्खेत गएँ सुर्खेतको चिसापानी भन्ने ठाउँमा गएँ त्यहाँ चाहिँ दाजुभाइ गेस्ट हाउसमा उसले बुक गरेको थियो म यहाँबाट जाने बित्तिकै होइन अनि हामी 2 दिन मात्र बसेको तर कालोको भनाइ चाहिँ अर्पणलाई जिम्मा लाउनु पर्छ अर्पण मेरो बुढीसँग किन भेट्यो भन्ने कुरा हो क्या राम्रै थिएर उसको बुढी तपाईँ के जिम्मा लिनुहुन्छ त्यस्तो केटी छ राम्रो छैन डल्ली बाम पुड्किने छ तर बच्चाहरू राम्रो छ त्यस्तो हो क्या अब तपाईँले बुझ्नु भएको छ नि त अनि ओली किङले चाहिँ कमल राईको बुढी लगाएको रे ओली किङले चाहिँ कमल राईको बुढी बिचरा लगाएको त्यो ओलीको जेठी छोरी पनि कमलकै छोरी हो कमल राईको भनेको त्यसलाई झड्केलो छोरी भन्छ होइन झड्केलो अर्काको छोरी हो क्या झड्केलो छोरी आफूपट्टि चाहिँ छोरा छ अनि अर्कोपट्टि चाहिँ झड्केलो छोरा छ क्या दाइ रक्सी खाएर कुट्ने बानी छ अरे उसको हो तपाईँले भन्नुहुन्थ्यो त रक्सी खाएर चाहिँ बुढी कुट्ने चाहिँ यिनीहरू कस्तो हुन्छ भने जस्तै 81 तिमीलाई मैले भन्छु ल 81 तिमीलाई टाटे पुटे कट्नु लगाएको भित्र पैन्टी पनि नलाएको मान्छे तिमीलाई 81 सहरको घरमा ल्याएर राख्यो भने तिमीलाई त्यहाँ लुगा देख्यो तिमीलाई के हुन्छ भन त एक्साइटेड हुन्छ भनेको मतलब अब हिजो खानमा पाएको पालमा बसेर आएको मान्छेले $10 कमायो भने होइन अनि 2 डलरको कपडा लायो भने त्यो एक्साइटेड हुन्छ क्या ओभर एक्साइटेड हुन्छ होइन त्यो यस्तो हुन्छ सुन त्यो तपाईँको खुट्टाको धोतीको जुम्रो टाउकामा चढेको भन्छ नि बुढापाकाले त्यस्तै भएको होला कि ओली किङ चाहिँ है त्यस्तै अनि त्यो चस्माहरू पनि लाउन आउँदैन चस्मा लाउनको लागि नाक हुनुपर्छ नाक पनि 3 किसिमको हुन्छ होइन अब यिनीहरूलाई नाक पनि थाहा छैन जे लगाइदिए नि भयो क्या कहिले काउ सुज लाउँछ कहिले के लाउँछ कहिले के लाउँछ यिनीहरूलाई कपडा लाउन पनि आउँदैन क्या सेन्स छैन क्या कपडा लाउनेको किनकि यिनीहरूलाई उठाएर ल्याएको भएर हो त्यस्तो भएको अनि दाइ यो छ नि यो बिउ भन्ने केटीको बारेमा थोरै भनिदिनु यसको बुवा बाउ चाहिँ इन्सपेक्टर छ भने चाहिँ हप्काउँछ दाइ यार नाइ बिउको बाउ चाहिँ ट्राफिकको हल्दार हो रिटायर हल्दार हो गङ्गाबुको बिजी मलको अगाडि ट्राफिकको काम गर्थ्यो अनि बिउ मेरो बहिनी हो होइन अनि उसको बाउ चाहिँ ट्राफिकको हल्दार हो रिटायर भइसक्यो खासै एकचोटि बिउले दाइ के यो भिसीसीमा कुदेको हो सबैभन्दा पहिला टिकटकमा भाइरल हुनुभन्दा भिसीमा आएको थियो क्या भिसीमा आएको हो पछि मात्र यो कसले उद्घाटन गरेछ दाइ सबभन्दा पहिला यसलाई उद्घाटन गरेको त अर्पण केसीले नै हो होइन अगाडि ल्याएको मैले हो बिउलाई अगाडि ल्याएको मैले हो सिलु पोखरेलसँग झगडा परेको थियो त्यतिखेर चाहिँ मैले उठाएको हो क्या यसलाई यस्तो हो दाइ तपाईँले सिलु पोखरेलसँग भिसी गरेको हो सिलु पोखरेल त म साथ राम्रो लाग्छ त्यस्तो केही पनि नभन बिउको कारणले झगडा परेको हो म सिलुलाई केही पनि भन्दिनँ होइन सिज नाइस होइन अनि उसको आफ्नो फ्यामिली छ होइन बिउको त्यही भएर होइन सिलुको त्यही भएर सिलुलाई अब होइन सी इज डुइङ ग्रेट होइन केही पनि नभनौँ
सिलुलाई चाहिँ भन्नु अनि दाइ अब राज गुरुङलाई पनि केही नभन्नु होइन ऊ सिधा भइसकेका छन् होइन सिधा त्यस्ता मलाई तोर्पे भात मार हो राइस किलर हो मलाई मान्छे गन्ने होइन नि राज गुरुङको अहिले म्याडम हुनुहुन्न र नै पहिला गइसक्यो नि राज गुरुङको त्यो दिया राई हो क्या उसको बुढीको नाम छोरीको 18 वर्ष भयो छोरी 18-19 वर्ष भयो त्यसको अनि त्यहाँ के दाइ के काण्ड परेको अरे राज गुरुङलाई पछिल्लो पिरियडमा आएर अलिकति के बाहिर आयो अरे किनकि राज गुरुङले चाहिँ आफ्नो छोरीको अगाडि चाहिँ लाइभमा बिउला ल्याएर गर्ने र झिक्ने कुरा गरेपछि चाहिँ उसको बुढीले केस हालेर लगेको हो क्या उसको अनि बुढीले के भान्जी के भन्नुहुन्थ्यो त भान्जी भन्ने चाहिँ के हो खासै आफ्नो ठुलदिदीको छोरी भान्जीलाई बलात्कार गरेको त मेरोमा भिडियो छ नि मेरो आइडीमा भिडियो छ क्या हो र जो न गरेर हेर न मेरोमा सिसी क्यामेराको फोटो दाइ तपाईँको यो भिडियो चाहिँ कुन गुरुङनीसँग भएको अरे रश्मि गुरुङसँग त्यो अलिअलि भएको दाइ पुरै बनाएर हालिछ त्यसले अलिअलि भएको तर पुरै बनाएको के त्यसले भएको चाहिँ हो होइन अनेस्टली भन्छु भएको चाहिँ हो रश्मि गुरुङसँग तर पुरै चाहिँ बनाएको चाहिँ हो दाइले ढाँट्दैन यो मान्छे भनेको नि सफा मनको सफा हो होइन भएकोलाई भएको भन्नुपर्छ क्या रश्मि गुरुङसँग भएको भिडियो अर्काको पनि थापाका कुरा बल्याङ बल्याङ भन्छ उसको मनमा पाप छैन भएको कुरा गर्छु नि म कहिले पनि जेएमसी किनकि रश्मि गुरुङसँग भएको हो पैसाको मार्केटिङ नमिलेर यस्तो भएको हो यसको यस्तो भएको अनि यो तपाईँको भिडियो कसरी राज गुरुङको हातमा गयो त दाइ पैसाको मैले 5 लाख रुपियाँ पे गरेको टिकटक इन्डस्ट्री सबैलाई थाहा छ रश्मि गुरुङलाई तर 5 लाख उसको मार्क्स चाहिँ 10 लाख हो 10 लाख दिन नसक्यो पछि 5 लाख चाहिँ पछि दिउँला भन्दाखेरि नमानेर हो क्या दाइ तपाईँलाई एकजनाले खाते भन्दैछ कि दाइ यो उसले हो त्यस्तो म गरिब भएको म्याचलाई म स्वीकारै गर्दिनँ नि यो उसले हो क्या दाइ डेभिड शेर्पाले भन्दैछ दाइ त्यसलाई त म मान्छे नै गर्ने हो नि त्यसलाई म डेभिड शेर्पालाई कहिले मान्छे गन्छ उहाँ त आफ्नो फ्यामिली त छैन एक्लै मुला होइन उता डेभिड शेर्पा त साँच्चै भनेको डेभिड शेर्पा यति त्यो ठाउँमा मरे भने पनि तिनको लास बुझ्ने मान्छे छैन दाइ किरा पर्छ उसको किरा पर्छ किरा परेर नि उसको किरा पुइट किरा पर्छ किरा परेर डेभिड शेर्पा मर्छ कि ऊ सुतेको कोठामा आफै अब बुढो भएपछि आफै ताबन हुन्छन् खाना पकाउन सक्दैन ती पुग्लुका जान्छन् 6-7 दिनमा गन्ध भएपछि मान्छेले थाहा पाउँछन् अहिले नै मरिसकेको नि जिउँदै मरेको आफ्नो बाल बच्चा नभए आफ्नो 18 वर्षको छोरी छ नि यार जेएमसी उसको यार छ नि दाइ के गरौँ नाकबाट रगत पलल्ल जान्छ बिचराको यार 1 मिनेटमा त्यो रक्सी खाएर लिभर केही रहेनछ कति 69 वर्ष भइहाल्यो त्यो बुढो अब मर्छ नि अब हामी त दाइ अहिले पनि भनिदिन्छौँ कि मर्नु पर्दा पनि बरु सजिलै मर्छौँ तर रोग आन्द्रा भुँडी कुएर रक्सी जाँडले चाहिँ नाकबाट रगत झरेर चाहिँ मर्दैनौँ होइन त्यो त जिन्दगी नै होइन नि यार त्यसरी मर्नु भनेको त काम छैन यत्रो नेपालमा घर फ्यामिलीमा आफ्नो फ्यामिलीसँग बसेर मर्नु कुरा अर्काको घरमा गएर मर्नु अनि दाइ अब यतिकै कुरा गरौँ त्यसो भए भनेपछि सुगर ड्याडीबाट उहाँको म्याडमले जन्माएको बच्चा चाहिँ त्यस्तो पो रहेछ के हो दाइ नमस्ते दिदी सुगर ड्याडीको बुढीले बच्चा जन्मायो भने त्यो बच्चा राज गुरुङको हुन्छ क्या यो 100% को ग्यारेन्टी यो दिया एउटा के छ नि के गिरीको कुरा छ नि लेखेर ट्यापमा राखेर भित्तामा राख्नुहोस् क्या मैले 100% दिया गिरीको कुरा छ नि ट्यापमा लेखेर यति राजगुरु किनकि 11 वर्षसम्म चाहिँ बच्चा नहुने त्यो उसकोबाट सुगर ड्याडीको बुढीबाट अहिले राजगुरुङ उसको घरमा गएर बसेको छ 3 महिना भइसक्यो बसेको लाइभमा सब टिकटक इन्डस्ट्रीमा जेएमसी मलाई मात्र होइन कि यो टिकटक इन्डस्ट्रीमा थाहा छ यो टिकटक इन्डस्ट्रीमा थाहा छ यो क्या यो मैले मात्र भन्ने कुरा होइन यो टिकटकमा जसलाई नि छ त कि राजगुरुङले सुगर ड्याडीको बुढीसँग यो कुरा भनेको सुबिना दिदीलाई थाहा छ त नाना तिमीलाई उको के जातिको थाहा छ कि छैन त म त केही थाहा छैन है गफ नलाऊ है छैन नभन के हो सुगर ड्याडी भन्ने म चिन्दिन हाम्रो कमल राईको बुढी चाहिँ फेरि कमल राईको बुढी चाहिँ ओलीले भएको क्या कति छ लास्ट कमल राई आएर रोको छ मलाई थाहा छ होइन कमल राईको बुढी उसले भएको नि थ्याङ्क यू झोरले लाफा कमल राईको दाइ अब यो धेरै खोजी निन्दा गर्ने यो डेभिडलाई पनि सुबिना दिदीले ठिक पार्नुपर्छ यसलाई चाहिँ जो यस्तो हो जेएमसी जसको आफ्नो फ्यामिली छैन जो मलाई कुहिएर बसेको छ त्यस्तो मान्छेको लागि तिमीले लिनु पनि राम्रो उचित हुँदैन क्या त्यो आफै पागल भएर बस्छ पछि किनकि न फ्यामिली छ
केयर गरे भोलि मऱ्यो भने रक्सी खाएको खाइ गर्छ भात खाना त्यसले रक्सी खाएर भोलि मऱ्यो भने कसले के भन्छ भने हामीलाई लाउँछ त्योसँग जोडिएको थियो यिनीहरूले मारेको भन्छ त्यो भए जोडिनु राम्रो होइन क्या त्यो त मर्छ त किनकि त्यो त चाउरी परेको बुढो हो नि त त्यो त उसलाई अहिले कति 79 वर्ष कति वर्ष हो 69 वर्ष भयो रेबिट शेर्पा अनि मऱ्यो भने भोलि हामी जिम्मेवारी बस्नुपर्छ किनकि त्यसको घरमा कोही छैन एउटा सानो रुम छ त्यो रुममा सास निसासेर मऱ्यो भने सुन्नु त्यो लुतेको बारेमा म भनिदिन्छु लुतेले भनेको तँ भनेको त अब कामै नलाग्ने केटा हो त्यो लुते भनेको त के छ भन्दा भूमिगत शैलीमा चाहिँ